कपिलवस्तुका पूर्व मेयर सम्पर्कविहीन भएका छन्। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह सम्पर्कविहीन भएका हुन्। ६५ वर्षीय सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनी चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल कपिलवस्तुको गोरुसिङे जङ्गलभित्र फेला परे पनि व्यक्ति अझै फेला नपरेको अनलाइन खबरले समाचारमा उल्लेख गरेको छ। अनलाइन खबरको समाचारमा अगाडि जनाइएअनुसार मोटरसाइकल शुक्रबार दिउँसो पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटरभित्र रोकिराखेको अवस्थामा फेला परेको थियो। उनको खोजीमा तालिम प्राप्त कुकुरसहित 80 भन्दा बढी प्रहरी र स्थानीय परिचालन गरिएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार बिहान सिंह कपिलवस्तु नगरपालिका 3 स्थित आफ्नो घरबाट निर्माणाधीन कृषि फार्ममा जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सीसीटीभी फुटेजमा शुक्रबार दिउँसो करिब 3:15 बजेतिर उनी रामराज पुलसम्म पुगेको देखिएको छ। त्यसपछि उनको मोबाइलबाट आफन्तकोमा मैले जङ्गलमा बाटो बिर्सिएँ भनेको पाइएको छ। तर प्रहरी कहाँ भने शुक्रबार साँझ करिब 6 बजेतिर मात्रै उनी हराएको खबर पुगेको थियो। यसबारे कल डिटेल लगायतका विवरणको आधारमा समेत खोजी र अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए। उनको पुर्ख्यौली घर विराटनगर भए पनि उनी लामो समयदेखि परिवारसहित कपिलवस्तु नगरपालिका 3 मा बस्दै आएका थिए। उनी कपिलवस्तु नगरपालिकाको मेयरमा अघिल्लो कार्यकाल कांग्रेसबाट निर्वाचित भएका थिए।